आज हामीले दालको बटुक बनाएर खाएको थियौँ। त्यसमा हामीले पहिला कालो दाललाई भिजाएको थियौँ, त्यसलाई पिसेर यस्तो बनायौँ, पेस्ट बनायौँ। यसरी पेस्ट बनाएपछि त्यसमा हामीले यसरी पेस्ट बनाइ एकपल्ट मजाले गरेर अदरक धनियाँ पत्ता हालेर अन्त बटुकलाई चाहिँ यसरी चेक गर्नुपर्छ हामीले कि यो कस्तो भयो भनेर। अन्त त्यहाँदेखि यसरी उयो अदरक हालेर हल्दी धनियाँ अदरक अलिकति लाल मिर्च कलरको लागि, अन्त स्वाद अनुसार नुन हालेर चाहिँ यसरी पुरा मिक्स गर्नुपर्छ। अनि तावामा यसरी तेल हालेर हामीले यसरी यसलाई बनाउनुपर्छ, सेप दिनुपर्छ गोलो गोलो। तर मैले चाहिँ हातले सेप दिनु नसकेर चाहिँ आइडिया गरेर चाहिँ यसमा बनाएर हेरेको, राम्रै भएको थियो। फर्स्ट टाइम बनाएको थिएँ तर पनि ट्राई राम्रै भएको थियो। यसरी बनाएर रातो बनाएर निकालेर खाँदाखेरि एकदम मिठो भएको थियो, भित्र एकदम सफ्ट भएको थियो। हेर्नुभयो होला यस्तो भएको छ। यसलाई निकालेर यस्तो भयो। फर्स्ट टाइम बनाएको थिएँ तर पनि कोसिस गरेँ, राम्रै भयो। लाइक